ओहो, आज पल्लो घरे कालीको बिहे। बिहेमा चाहिँ हामीलाई चुले निम्तो आएको थियो। बिहेमा जाने भनेर हाम्रा घरका सम्पूर्ण सदस्य एकदमै खुसी थिए। म भने एकदमै दुखी थिएँ। कारण के हो तपाईँहरूलाई थाहा छ? मसँग बिहेमा लगाउनलाई एकदमै मिठो कलरको कुनै पनि ड्रेस थिएन के। फेरि पनि खोजी बल्ल बल्ल कुनामा एउटा ब्लू कलरको लेहेङ्गा भेटेँ। ओएमजी, मेरो त खुसीको सीमा नै रहेन। ब्लू कलरको लेहेङ्गा। बिहेमा जानलाई ड्रेस त भेट्टाएँ। अब आई मेकअप लुक क्रिएट गर्नु पर्यो। के लुक क्रिएट गर्ने होला भनेर सोचिराखेको थिएँ। दिमागमा एउटा आइडिया आयो। मसँग ब्लू ड्रेस थियो अनि म लागे ब्लू स्मोकी आइज बनाउनतर्फ। आई प्यालेटमा हेरेको त डार्क ब्लू कलर थिएन, स्काई ब्लू कलर थियो के साथीहरू। त्यही स्काई ब्लू कलरले मैले पहिला त कलर चाहिँ ब्लेन्ड गरेँ आँखामा। त्यसपछि ग्लिटरको प्रयोग गरेँ। हेर्नुहोस् त कति मजाले। आहा, आइलाइनर, मस्कारा, गाजल अनि आइब्रो पनि मिलाएँ। वाओ, मेरो ब्लू स्मोकी आइज। अब तपाईँले यसलाई के नाम दिनुहुन्छ? स्काई ब्लू स्मोकी या ब्लू स्मोकी? यो तपाईँको चोइस है साथीहरू। अनि हेर्नुहोस् त म कति राम्रो देखिएको छु। आहा।